पोखराको पृथ्वीनारायण क्याम्पस पेएनसीमा स्वतन्त्र विद्यार्थी युनियन सोभियु निर्वाचनको मतगणना सुरु भएको छ। आज सोमबार बिहान 9 बजेबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले जानकारी दिनुभएको छ। आइतबार साँझ बसेको सर्वदलीय बैठकको निर्णय अनुसार आज बिहानबाट क्याम्पसभित्रै मतगणना सुरु गरेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार मंगलबार दिउँसो 12 बजेसम्म मतगणना कार्य सक्ने अनुमान छ भने आइतबार बिहान 8 बजेदेखि 5 बजेसम्म भएको मतदानमा 2897 विद्यार्थी सहभागी भएका थिए। क्याम्पसमा 9270 मतदाता रहेकोमा 31.25% मात्रै मत खसेको हो। सोभियु सभापति पदका लागि 8 जना चुनावी मैदानमा उत्रिनु भएको थियो। सभापतिका लागि नेविसंघबाट सुशील नेउपाने अनि राशिव्यूबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी अनि राशिव्यू समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी वैदको संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेद्वार रहनु भएको छ। अखिल छैटौँबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दीप्सन गुरुङले सोभियु सभापति उम्मेदवारी दिनुभएको छ। सोभियु सभापतिका लागि कमल सुवेदी र विप्लवी नेउपानेले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। 2065 पछि यस क्याम्पसमा सोभियु निर्वाचन भने हुन सकिरहेको थियो।